पसल.com को तालुक स्टोर अगाडि बसेर फलफुल तरकारीको बारेमा जानकारी दिँदा दिँदै आमा भेट्नु हुनुभयो। पसल.com को ज्याकेट पनि लाएर आउनु भएको रहेछ र आमासँग मलाई एकदम कुराकानी गर्न मन लाग्यो है। आमाको शुभ नाम? सुकुमाया ढुङ्गाना। पसल.com मा आउने जति पनि फलफुल तरकारीहरू हुन्छ उहाँले बिहानै गएर आफैले छानेर ल्याउनुहुन्छ र बिहान कति बजे गएर फलफुल तरकारीहरूले लिन जानुहुन्छ त आमा? म बिहान 3:30 बजे उठ्छु। हजुर 4 बजे यहाँबाट जान्छौँ। हजुर 5-6 बजेसम्म हामीले करिब माल खोज्छौँ। धेरै जसो माल हाम्रो याङ्जाको आउँछ, लोकल माल। त्यसपछि नपुगेको अब अरू फलफुलहरू त अहिले यहाँ पाइँदैन, बाहिरबाटै हो। बाहिरबाटै भन्नाले कहाँबाट लिएर आउँछ नि फलफुलहरू चाहिँ? हामीले त्यहाँ अहिले त मन्डीबाटै ल्याउँछौँ। मन्डीबाटै लिएर आउनुहुन्छ? बिहानै गएर आफैले छानेर लगभग तरकारीहरूमा कति थरी तरकारीहरू हुन्छ नि पसल.com मा हजुरले आफैले छानेर लिएर आउने तरकारीहरू? त्यस्तै 12-15 जति हुन्छ होला। अहिले तरकारी खासै पाइएकै छैन। अब कहिले कुनै हेर्दा त्यो सबै मिलाउँदा त आउँछ होला 20-25 थरी। त्यो दिनदिनै जानुपर्ने हो कि एक दुई दिनमा ल्याउँछ कि कसरी लिएर आउनुहुन्छ? होइन, हामी दिनै ताजा तरकारी ल्याउँछौँ। दिनै हरेक दिन बिहान हामी 4 बजे मन्डी पुग्छौँ। हजुर। अनि त्यसपछि छानेर अनि ल्याउँछौँ। हरेक दिन बिहान गएर आमाले नै छानेर ल्याउनु भएको तरकारीहरू र फलफुलहरू तपाईँहरूले पसल.com एपबाट खरिद गरिराख्नु भएको छ। कति समय लाग्छ नि आमा तरकारीहरू छान्नलाई गर्नलाई यताउति? लाग्छ त्यही 3 घन्टा जति लाग्छ। 3 घन्टा जति लाग्छ है? 3 घन्टा 3.5 घन्टा नि लाग्छ। ए हो त नि, त्यत्रो समय लाएर छानेर बल्ल लिएर आउनु छ है। अब दिनदिनैको छुट्टै पनि हुन्छ होला कति तरकारीहरू होइन? कहिले कुन तरकारी हुन्छ, कहिले कुन तरकारीहरू हुन्छ। सो मन्डीमा जुन सबैभन्दा राम्रो तरकारीहरू उपलब्ध छ त्यही तरकारीहरू नै छानेर लिएर आउनुहुन्छ? हामीले सकेसम्म फ्रेस र राम्रो ताजा ल्याउँछौँ। फ्रेस राम्रो अनि ताजा सकेसम्म त्यो ल्याउँछौँ। ल अनि अहिले चाहिँ कता निस्किन लाउनु भयो कि कता जान लाउनु भएको के? अब तरकारी बुझाइयो, खाना खाइयो, घर जाने। अब घर जाने? ल हस् आमा, अब भोलि बिहान फेरि भेटौँला है त। हस्। ताजा तरकारी फलफुलहरू सँगै है। ल हस्। पसल.com खुसियाली ल्याउँछ मिनेटमै।